What's up, people? Or ladies and gentlemen, however you want to put it. आज चाहिँ हामी भाउजू gave me the camera. Hey Susan, आउँदाखेरि यसो ब्लग बनाऊ न हाम्रो नयाँ प्लेसको भन्ने कुरा भयो. And here I am trying to make some vlogs, videos or whatnot. So today चाहिँ हामीले चाहिँ I guess I want to say presenting. We're presenting the Ghimire Ranch. हामीले recently as a family चाहिँ हामीले एउटा property लिएको छौँ हैन. It's quite a big property for us, at least anyhow. It's a big lot, something that we wanted for a long time. हामीले खोजेको. Oh, सर्पो. I don't know if you guys can see it. Oh, सर्पो. Oh, I don't know if you guys can see it, but this सर्पो, कालो सर्पो. Florida has the most amount of snakes. All of Florida is somewhat infested with snakes, right? And me, typically myself, मलाई चाहिँ मनै पर्दैन. Countryside मा छौँ हामी चाहिँ, I guess essentially as a countryside मा. It's not a big ranch, but it's a decent ranch for in Florida. For what we have, and that यसो आउँदाखेरि चाहिँ I figured why not. Everybody's already at the place. Ranch मा सबैजना हुनुहुन्छ अहिले. अनि म चाहिँ so I just wanted to show you guys where we are. So we really are in the countryside here. Heavy countryside मा छौँ हामी. Very near to where we are supposed to be going. So right now I'm in my truck, making my way down to the ranch. So अब हाम्रो ranch चाहिँ typically अब यहाँबाट सुरु हुन्छ. यहाँबाट सुरु हुन्छ. यहाँबाटै हो कि yes. So यहाँबाट सुरु हुन्छ हैन. From here all the way out. So that's basically is so यो चाहिँ अब obviously we cannot disclose the location to anybody anywhere, but it's in the corner. This is the हाम्रो चाहिँ end मा छ हाम्रो जुन चाहिँ छ हैन. So this is the whole what you see from the property once you started. यहाँ छ is where is it at? Man, that was I'm still like a little surprised about the snake deal a little while ago. Oh man, and looks like they locked the gate, so I gotta open up the gate in here. Typical ranching. So much it should be study. I gotta be careful here so I don't hit my truck in the gates. That I gotta be careful. So this is right here is welcome to Ghimire Ranch. बच्चाहरु खेलिरहेछन् मज्जाले. भाउजूहरु त के हो, भाउजू र उता मम्मी उता मज्जाले पिकनिक जस्तै सुतिरहनु भएको छ उसको अगाडि. Thingsको अगाडि बच्चाहरु, I don't know if you guys can see it or not, but बच्चाहरु त मज्जाले खेलिरहेछन्. Hi Pudilu. Hi Maya. Hi baby Slok. यो मज्जाको ठाउँ भेट्नु भएछ त गाडीमा बसेर चर्का हावा आइरहेछ रे हो र घिमिरे रेन्च भनेछु मैले चाहिँ फार्म हाउस भन्नुहुन्छ आई गेस इज द सेम थिङ घिमिरे रेन्च हो भाउजू मैले भर्खर त्यहाँ आउँदै सर्पो देखाएँ ठ्याक्कै बाटो बनाउँदाखेरि यत्रो सर्पो सुई लाएर गयो बाटो बिच बाटोमा गयो हैन त्यहाँ होइन त्यहाँ अलि केयरफुल हुनुपर्छ स्पेसली बच्चा भएको ठाउँमा वी हेभ टु बी रियली केयरफुल अनि यो चाहिँ सो यहाँ चाहिँ जो आउँछ यो स्विङमा चाहिँ बसेर बस्छ भने जस्तो कुरा छ यहाँ चाहिँ हामी चाहिँ यहाँ योगी बिहार पनि छ यी ल बिगारी सबै बिगार यो के अरे डम्स्टर लिएर जान्छ कहिले जान्छ भोलि जान्छ अब अनि हामी यहाँ फार्म हाउसमा सबजना यहाँ पिङ खेलिरहेको छ नि भुलालु धेरै माथि चाहिँ नपुऱ्याइदियो इट्स ओके समान केही हुँदैन ल यहाँ स्लगले पिङ खेल्यो दादी यहाँ बस्छु ल स्लगले पिङ खेल्यो स्लगले पिङ खेल्यो के ढका लाग्यो यार सो वीक के ढका लाग्यो त्यता नजाऊ सन्चिला त्यति मचाउन त्यति त यार यसलाई गर्न आएन वही तँलाई आउँदैन छोड्दे त्यो मचिसक्यो मचाउ
लाएर आफैले मेहनत गरेर खेल्यो भने रमाइलो हुन्छ के सन्सिलाको फेभरेट पिङ सन्सिला डर लाग्यो छैन मेन थिङ चाहिँ बच्चाहरूको हो कि लुक हाउ दे इन्जोइङ पुडुलु माई पुडुलु के गरेको पुडुलुले मायाले के गरेको छिङ खेलिराखेको figure out what we want to do. सबै झाडी साडी चाहिँ क्लियर भयो यहाँ हैन I borrowed a tractor from one of my I guess business acquaintance भनौँ न storage this place right here is a storage what we want to do here yet हामीलाई केही आइडिया छैन as of now हामीलाई केही आइडिया छैन as of now अहिलेसम्म चाहिँ आइडिया निकालेको छैन सोचे पनि छैन some of the stuff that I had I brought it here because I needed some storage space सबै खाखाथुखा लेखेर छ अब हिजो हाम्रो अलिक गेट टुगेदर भएको थियो यहाँ सो वी आर थिङ्किङ अफ समथिङ इन दिस एरिया मेबी people that is watching can tell us what we're thinking but as you guys can see these stalls were probably for donkey goat गाईलाई त 100% हैन it's too small so थियो अब we haven't decided whether we want to do farming or we want to raise livestock or not क्यालोजहरू रेज गर्ने कि नगर्ने कि भन्ने अझै पनि कन्टम्प्लेसनमै छौँ हामी कन्टम्प्लेटिङ गरिरहेको छौँ इट्स टु मच वर्क सोकले आएर काम गर्ने कि नगर्ने के काम गर्ने थाचिने त्यही खोइ काका पनि खानु बोले So obviously it starts from where I started and then it goes on the back fence over there. So it goes on a little bit of back fence over there. Shlok, do you really want to go all उतासम्म जाने Shlok? मलाई जान मन छैन यार उतासम्म बिकज भन्न सक्दैन के हुन्छ त्यहाँ बिचमा सर्वस्व हुनसक्छ कि त्यसको बाजी डर लाग्छ मान्छेलाई त्यहाँ चाहिँ नि यसो गर्नु Shlok यहीँबाट फर्क्यौँ बाहिर त्यहाँ मलाई जाने मन लाग्दैन झाडी धेरै बर श्रीशालाई चाहिँ पिङले लागेको छ एक्सक्युज मी श्रीशालाई चाहिँ पिङले लागेको छ अनि त्यही भएर लोइ गलेको छ श्रीशा चाहिँ जिजीले भनिरहेछ जिजीले पिङले कम्म लागेको छ रोयो दिदी न दिदी भन दिदीले होइन नि त पिङले हो नि त उते पिङले हो है दिदी सरी बहिनी भन्यो सरी सानो बहिनी मैनी त नि हामी चाहिँ मस्त आइसक्रिम खाइरहेछौँ कि आइसक्रिम खाइरहेछौँ मम्मीलाई उहाँ आइसक्रिम चिसो भयो अरे कम्प्लेन पनि कस्तो छ कस्तो चिसो आइसक्रिम रे चिचा तिम्रो खोइ चिप्स ऊ चाहिँ चिप्स खाइरहेको थियो सन्सिला तिम्रो आइसक्रिम खै उसको आइसक्रिम यसमा खाइ सन्सिलाको आइसक्रिम यता सन्सिला अय्या मेसैसँग काट्नु भयो चास बुझ्दैन भनेर होला बिचबिचमा दौडाइदिनु भयो गाउँमा भयो भैँचाले सुई काट्नु पर्थ्यो यहाँ मिसिनले काट्छ यसो समाएर यताउता लगाइदियो भने र सहिलो हो सहिलो अब कहिले काटेर भ्याउनु हो 45 रोपनी 45 रोपनी जग्गा कहिले काटेर भ्याउनुहुन्छ पर्दैन त्यो गर्ने होइन सन्सिला छोलो के गर्ने अरे घरको कम्पाउन्ड भित्र मात्रै काट्ने त हो नि अरू त गाई आइरहेको छ खोइ कहाँ हो गाई गाई छोड्दै आफू यो छ अहिले चाहिँ घुम्दै आउँछ गाई
यहाँ चाहिँ गदा पाला थियो भने के अरे पहिला हाम्रो फार्म हाउसको घर देखाउँछु ल यहाँ चाहिँ आई डोन्ट नो के राखेको थियो पहिला मलाई के पनि थाहा छैन होइन यहाँ चाहिँ के पालेको थिएँ अरे यहाँ के पालेको थियो अरे घर मुनि हो यो चाहिँ अनि उता चाहिँ पुरै खाली छ के छ आई डोन्ट नो कति धेरै स्नेकहरू देखेको छु कि मैले अनि कस्तो डर लाग्छ मलाई त जानलाई नि अनि यो चाहिँ गराज भएको चाहिँ यहाँ यो पहिलाको ओनरको सामानहरू फाल्नलाई रेडी गराएको यहाँ चाहिँ सामानहरू खाली गराएछ अनि फ्रिजहरू छ यता रहेछ वासर ड्रायर यहाँ छ यता चाहिँ आई गेस बेडरुम दिस इज 1 बेडरुम ठुलै छ तर मलाई चाहिँ म सक्दिनँ यस्तोमा बस्नलाई एकदमै निसासिन्छु वासरुम एउटा अनि माथि छ मेन यहाँबाट माथि जाने यो गाई छोडिदिनु पायो भने घाँस काट्नु पर्ने थिएन नत्र त हत्तेरी घाँस काटेरै हैरान हुने भयो यहाँबाट गएपछि हो यो चाहिँ मलाई कस्तो हाम्रो गाउँको घर जस्तो लाग्छ त्यहाँ के बनाइरहनु भएको छ ज्वाइँ ससुरा भएर आई डोन्ट नो अनि यहाँ यो चाहिँ भित्र बट यो चाहिँ आई थिङ्क डाइनिङ रुम हो यो जाने बित्तिकै छ यो चाहिँ यस्तो जाने बित्तिकै छ यो चाहिँ डाइनिङ रुम होला अनि यो चाहिँ किचन हाम्रो हिजोको पार्टी गरेको सामानहरू नि यहीँ छ सो यो चाहिँ किचन एरिया हाम्रो भइहाल्यो यो हिजोकै सामानहरू के छ चिया खानलाई दुध पनि लिएर आएको छ क्या हामीले जहाँ गयो भने चिया खानुपर्छ नि त यो बाथरुम माथिको बाथरुम यो एउटा बेडरुम यो लिभिङ रुम अनि त्यसपछि यहाँ एउटा बेडरुम तल एउटा बेडरुम भने चाहिँ 3 बेडरुमको हो यो अर्को बेडरुम यो बेडरुम क्लोजेट सानसाना छ कि फार्म हाउसको कत्रो ठुलो हुनु साना छ बच्चाहरूलाई चाहिँ यति इन्जोय गर्छन् कि ओ माई गड जति खेले पनि थाक्दैनन् कि ओइ बिस्तारै जाऊ ल बिस्तारै जाऊ स्नेक होला बुट लगाएको छ ओके गुड ऊ यताबाट जाऊ माया त्यहाँ होइन यताडो जाऊ यता घुमेर जाऊ माया त्यहाँ होइन यताडो आऊ नि यताडो जाऊ त्यता घाँस छ हजुर त यो घर हेरेर गाउँको घरको याद आउँदैन मम्मी मलाई चाहिँ ठ्याक्कै उताबाट हेर्दा चाहिँ गाउँको घर जस्तो लाग्छ कि यो हो त्यो अहिले बनाएको त्यो भूकम्पपछि बनाएको घर जस्तै हो क्या त्यस्तो लाग्छ मलाई चाहिँ हावा चाहिँ यहाँ त एसी नै नचाहिने हो कि आजमा कस्तो चुरा लगाएको छ कि मलाई कस्तो लाउनु मन लागेर यता तिनवटा कस्तो राम्रो छ कि यो मेरो यहाँ पिम्पल आएको छ क्या एउटा 3टा आएको छ एउटा मात्रै होइन सानसाना थियो निचोर्दैको ठुलो भयो कस्तो मजाको हावा आउने हो कि यहाँ ओ माई गड ऊ त्यहाँ रुखको मुनि बस्यो भने त हरर हावा आउँछ रमाइलो छ बस्न अब हामीले यहाँ लिचीहरू लगाउँछौँ फ्रुट ट्री लगाउँछौँ अनि यता चाहिँ गाईलाई छोडिदिने अनि मेरो बुढाको इच्छा चाहिँ कुखुरा र बाख्रा पाल्ने छ अब त्यो चाहिँ अब पछि बच्चाहरू पनि अलिकति भएपछि अनि कुखुरा र बाख्रा पाल्ने आसमा नहिँड त स्नेक आउँछ आइज आसमा शीर्षा तिमीलाई यहाँ मन पर्यो हो र तिम्रो बुट लाएर मन पर्यो यो चाहिँ पछाडिबाट हो ठ्याक्कै गाउँको घर जस्तै छ बाई श्रीषा आई लभ यु हाई सन्सिला तैँले के गरेको छ्या बाहिर सुसु गरेको यस्तो फोरी मान्छे यो बनाएर अनि गाई छोडिदिने रे के